हर्क साम्पाङ क्रिस्चियन हुन्, क्रिस्चियनका पनि पास्टर हुन् भन्दै विभिन्न पार्टीका झोलेहरू लगायत धार्मिक अतिवादीहरूले उनको राजनैतिक करियरलाई बर्बाद पार्ने कोसिस गरिरहेका छन्। विभिन्न एआई सामान्य भिडियो फोटो एडिटिङ एपको प्रयोग गरी सार्वजनिक पदमा रहेको हर्क साम्पाङ विभिन्न जात जाति समुदाय धर्मको कार्यक्रमहरूको निम्तो स्वीकार्दै पुग्ने क्रममा क्रिस्चियनहरूको कार्यक्रममा पुग्दा खिचिएका फोटो र भिडियोलाई दुरुपयोग गर्दै एडिट गर्दै सामाजिक सञ्जालहरूमा अपलोड गरेर नाना थरी हर्क साम्पाङ विरुद्ध लेखिएको भेटिन्छ। साथै हर्क साम्पाङले चर्चमा भाषण दिँदै गरेको फोटो अत्याधिक भाइरल छ सञ्जालहरूमा। तर यी विरोधीहरूले त्यो फोटोमा एउटा चिज चाहिँ एडिट गर्न बिर्सिएका रहेछन्। हर्क साम्पाङले जुन ढाका टोपी लगाएका छन् आफ्नो भाषण गर्ने क्रममा, त्यो टोपी चाहिँ यिनीहरूले हटाउन बिर्सिएका रहेछन् या त एडिट गर्न बिर्सिएका रहेछन्। कस्तो हास्यास्पद कुरो। यसले नेपालको आम जनमानस जो जातीय र धार्मिक कट्टरताबाट उठ्न नसकेको जमातमा कस्तो खालको असर पार्छ होला। के यिनीहरू द्वन्द्व गराउन चाहन्छन्, तिक्तता फैलाउन चाहन्छन्? त्यसो त नेपालको संविधानले जुनसुकै जात जाति भाषा धर्म संस्कार संस्कृति मान्नेहरूलाई फल्ने फुल्ने व्यवस्था गरेको छ। कसैले स्वेच्छाले कुन धर्म मान्दैछ कुन संस्कार मान्दैछ त्यो उसको व्यक्तिगत कुरा हो। हामीले त्यसमा चियो चर्चो गरिराख्नु आवश्यक छ त?